हेलो गाइज वेलकम ब्याक टु ब्लग आज चाहिँ हामी बसिरहेको छौँ मामाको च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु पऱ्यो अझै धेरै माया गरिदिनु अब चाहिँ हामीले टक्कसँगले फिसिङमा टक्क म चाहिँ भर्खर केटा त उपर तलबाट पो छिरेछु त अब अब म चाहिँ आर्मी हो टक्कसँगले भिडन्तको कस्तो टक्क अब म चाहिँ आर्मी हो टक्कसँगले भिडन्तको कस्तो टक्क ल सिक्युरिटी ओ केटा हो कता हिँडेको हो केटा हो आइसक्यो ब्याग बोक्न तिमी हजुर यो ब्याग यता फेरि हाम्रो ठेकदार साहब अरे अनि अब चाहिँ हिँड्यो यसो रमाइलो गर्नको लागि ओहो यता कमरेड साहब के छ अरे अरे दिन्छ कि फेरि त्यता फेरि एकचोटि त्यता कमरेड साहब आर कमरेड साहब यो चाहिँ उ गर्न हौ ल फाइनली हामी चाहिँ अब यसरी जाँदैछौँ यता छ हाम्रो लौरे कस्तो छ के छ अनि अब हाम्रो सेक्रेटी आउँदैछ आइज पिङ्की सरको लागि हो यसरी पर डाँडा पुग्नुपर्छ म डाँडा देखाइदिँदैछु बुढासँगले होइन टक्कर लाएर चाहिँ हामी त्यो डाँडादेखि पारी जानुपर्छ अहिले चाहिँ हामी यसरी टक्कर केटाहरूसँग जम्मा कतिजना 6 जना 7 जना हिँड्यो है म चाहिँ यता टक्कसँगले लाएर चाहिँ च्याटो लाएर गर्मी भइरहेछ यस्तो छ हरियो परियो जङ्गल पिङ्की हाई भन्दै आज चाहिँ हामी बसिरहेको छौँ धेरै रातो भइसक्यो यता मेरो मामको जाल पुगिरहेछ यहाँ मेरो हिपी भाइ यस्ता यो भाइ एनसी सुकुबारीको नम्बर 1 एनसी हो होइन अब यता मैले देखाउँछु हाम्रो यता चाहिँ असै सापदेखि माओवादीको क्याप्टेन होइन अब सल्युट हान्छको है अब यता हाम्रो केटा जान्छ यता मामाले बोलाउनुहुन्छ मलाई अब यो अलिक सजिलो बाटो भनेको यस्तै छ यो हो है त्यहाँनिर भिड छ अब योभन्दा गाह्रो बाटो पर के अरे राई खड्का भन्ने भिड छ त्यहाँनिर गाह्रो छ है अब यही हो अब एकछिनमा भेटौँ है त यहाँनिर धेरै भारी छ होइन सबैले भारी पुगिरहेछ भाले साले छ आज डट दामी हुन्छ हाम्रो ल सिउ गाइस एकछिनमा हाम्रो ब्लगर मेन जसको च्यानलमा हाल्ने हो त्यो मान्छे चाहिँ अगाडि इन्ट्राक्टमा छ मेरो मामा पर्छ होइन त्यही हो ल गाइस यसमा भेटौँ ल यो चाहिँ हाम्रो अलिक त्यो तलको डाँडा हो है यहाँदेखि तल म चाहिँ हिँड्न नसकेर अब अलिक माथि छौँ हामी होइन यहाँ मामाहरू यहाँ तल छौँ तल जानुपर्ने हाम्रो सेक्युरिटी गार्ड पिङ्की यता यो चाहिँ हाम्रो सेक्युरिटी गार्ड हो पछि गर्छ जहाँ जता नि हो अब कोसी पुग्ने अरे यो पनि अब है त्यही भएर गाह्रो छ ल यसो भेट्नुपर्छ है भाइ बिस्तारै नगर्छु यसो भेटौँ हामी चाहिँ यो ट्याक्क यो डाँडादेखि ओह्रालो झर्नु पर्नेछ हाम्रो गाइडहरू यहाँ पुग्दैछ यहाँबाट यस्तो यो भिरुता भयो यता ट्याक्कसम्म गाइडहरू तल जाँदैछ यो चाहिँ यता हामी यता माथिबाट आएको यो डाँडादेखि यताबाट आएको हामी खासमा होइन छोटोसँगले बाटो यस्तो छ ल हामी लाग्दैछौँ है त ट्याक्कसँगले एउटा पोस्ट दिनु ओभर दामी सिन आएर छ यार आइसक्यो कतिजनाले एकता पोस्ट दियो त यो डाँडाको ओभर सिन आएर छ यार यो भिडियोमा हो कि होइन गर न माथिबाट आएको बाटो देखिँदैन यहाँ पुग्नुपर्ने ट्याक्क यो बरबाट हामी ओह्रालो स्याटो झर्ने हो अलिकति यहाँ जाने अनि स्याटो ओह्रालो झर्ने यसो के
हेलो अब चाहिँ हामी फाइनली अब चाहिँ हामी कोसी पुग्न लाग्यो कोसी पनि भन्छ खासमा चाहिँ होइन त खासमा चाहिँ यसको नाम चाहिँ तम्मर हो अनि यो यताको चाहिँ सामुसेर हो पुरा रोडहरू चाहिँ पिच भइसकेको रहेछ क्या यता चाहिँ पहिले त यो थिएन टाउकोसँगले अब जाँदैछौँ बाटो यस्तो छ पुरा फाँड्दै फाँड्दै हिँड्नुपर्छ गाह्रो छ हो हेलो 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 म चाहिँ यता हो टाउकोसँगले भिड बाटो यस्तो छ भिड बाटो पहाड नाङ्दै जानुपर्छ दुःख धेरै छ यसो रमाइलो गर्नु मात्रै आएको हो हामी चाहिँ यस्तो आज के छ हाम्रो डाउन यता छ एउटा हामीलाई साथै नछोड्ने अनि यता चाहिँ सर अब म तल जाल हानेको टक्क माछा पऱ्यो भने पनि देखाउँछ होइन जाँदैछौँ टक्क लाएर अनि बाटो के मान्छे हिँड्नु छोडिसक्यो लाग्यो है ल फाइनल्ली हामी चाहिँ कोसी आइपुगेको ए यो चाहिँ कोसी हामी चाहिँ कोसी कोसी भन्ने बानी भएछ क्या खासमा तम्मर हो क्या टक्कसँगले अनि यताबाट तलबाट जाल खेल्दै आउनुपर्छ अब यो टक्क कुरालाई जाल बनाउँदैछ छ्याङ बनाउँदैछ रड चुट लाएर खाएर चाहिँ अनि हामी माछा मार्नुतिर लाग्छौँ अब ल हाम्रो यहाँ जालहारीमा माछा पार्नुभयो एउटा दामी माछा पऱ्यो ल जालहारी लभली माला आयो यहाँनिर यता मामा यहाँ यता यता मामा यहाँ फर्स्ट क्याच मामाको ल जालहारी चढाउनु पऱ्यो ल ल यता माछा पऱ्यो होइन ल ठिक छ हाम्रो एउटा यता देखाउनु त छोड्नु एकचोटि यो हाम्रो सानो जालले सानो माछा परेछ होइन ठिक छ है हाम्रो जालहारी मामा के छ भने यहाँ जाल खेल्नु ल ठिकै छ ठुलो भएर ठुलो हुँदैन अब यस्तो हामी चाहिँ अब माछा ल माछा हो यो त हाम्रो जालहारी यहाँ माछा हाल्ने ठाउँ छ यहाँ मैले चाहिँ यहाँ पुगिरहेको छु होइन मालबाट यो बोक पुग्नु जान्छ यहाँ अब सट्टासँगले भित्र जान्छ यो ल माछा थुनिदिनु यो ल ल है त म माछा पुगिरहेको छु यहाँ हाम्रो जाँदैछ यहाँ माछा है अब अरू पनि निस्किने छ हामी पनि धेरै होइन अब अझै प्रतीक्षा गर्नु तपाईँहरू हाम्रो यहाँ मामाले हान्दिन्छ त्यस्तै छ होइन यहाँ यो सफल असफल भएको छ ऊ ठुलो माछा त ढुङ्गा परिएछ ल अब अझै अगाडि देखाउँछु माछा पर्दै गरेको हेर्दै गर्नु होला हाम्रो भिडियोहरू यहाँ अब ल एउटा जाल हानेको देखाउँदैछु तपाईँलाई ल यो पालि पनि प्रयास असफल भएछ तर अझै प्रयास जारी हुनेछ ल यसो हेर्छौँ तपाईँलाई है सिउसुन होइन ठिक छ सही पकड़े हैं समझ रहे हो आप हाम्रो निन्जा टेक्निक यहाँ देखाइरहेछ यो हाम्रो चाहिँ अब सेकेन्ड क्याच हुन यहाँ सफल भएको छ हाम्रो जालहारी मामा अब के भनेछ तपाईँको यो चाहिँ कुन माछा हो भनिदिनु यो काँडे भन्छ अरूले चाहिँ के भन्छ होइन आफ्नो हुन्छ नि कहाँ गयो ड्यान्स छैन मैले काँडे भन्ने चाहिँ म लगाइहाल्छु यस्तोलाई चाहिँ काँडे माछा भन्छ अहिले पाउनु थालेछ अब चाहिँ हाम्रो यतिको क्याच भएको छ हाम्रो क्याचमा जाँदैछ होइन मामा यता के भन्छ ब्लगमा अब तपाईँहरूले मजाले हेरिदिनु होला हाम्रो काँडे माछालाई तपाईँहरूले मजाले हेरिदिनु होला हाम्रो काँडे माछालाई त्यही भन्नु काँडे माछालाई पो अरे ल ठिक छ यो सेकेन्ड क्याच हो होइन फर्स्ट क्याच हाम्रो यहाँभित्र छ अलिँदैछ यहाँनिर छुट्टी छ यो सेकेन्ड क्याच यहाँ हुन्छ होइन दुईवटा तपाईँ खानुहुन्छ म कहाँ खान्छु म त्यस्तो गीत नगर्नु न जोतमा
तपाईँ खानुहुन्छ म कहाँ खान्छु मासु दुधमा ल यो हाम्रो चाहिँ थर्ड क्याच हो है अब यस्तै छ हाम्रो जलारी त खोइ त कत्रो कत्रो पर्छ यो सबसे ठुलो अहिलेको होइन ल ठिक छ यहाँनिर यहाँ चाहिँ फेरि माल बोक्नु छ कि अब यहीँ अड्दैन अब कस्तो विधि क्या अब ब्यागमा हाल्ने बेला भयो फोन जमाए ल यहाँनिर हाम्रो छिरो है यहाँनिर ठिक छ होइन अब यो पनि राखौँ ल माम देखाउँदैछ तुम्हारे ये दुकान तो मैं मैसेज ऐसे ऐसे देखो ऐसे ना वो ऐसे देखो ना ल हाम्रो चाहिँ दामी यहाँ माछा बजी दुईटा छ हैन यो बरो यो चाहिँ भिडिरहेको छु म यो हाम्रो सबसे सानो थियो यो सेकेन्ड क्याच हो यो सबसे सानो काँडे माछा हो यो चाहिँ हाम्रो सुरुमा पक्रेको यो सबसे मिठो माछा भनेको यो हो अनि त्यसपछि यो थर्ड क्याच हो यो चाहिँ थर्डमा पक्रेको अनि यो सेकेन्डमा मिठो हुन्छ यो कत्ले अनि त्यहाँदेखि यो हाम्रो काँडे हो यो पनि यस्तो पर्दै जान्छ यो जान्न यो सानो यो चाहिँ अलिक अब योभन्दा यत्रो मात्रै हुन्छ योभन्दा ठुलो चाहिँ हुँदैन होइन यत्रो हो यो चाहिँ परिराख्ने हो यो चाहिँ अब बारी सारी आएको बेला पर्छ है हाम्रो यहाँनिर जम्मा तिनवटा माछा भयो अब हेर्दै जाउँ तिनवटा माछा भयो अब हेर्दै जाउँ अब हाम्रो माथि केटाहरूले कति के पक्रिन्छ थाहा छैन होइन हामी चाहिँ त्यो क्याच हाल्ने छौँ अझै अब पक्रिने छौँ होइन यो चाहिँ अब यहाँ ब्यागभित्र हाल्यो किनभने अब हाम्रो यो सानो माछा पर्छ क्याम्पिङ खाना हुँदैछ भाले साले हिजो माछा अलिअलि लडाइयो हेलो अब चाहिँ हामी चाहिँ फाइनली अब घर जानुपर्ने हुन्छ हाम्रो हन्टिङ र क्याम्पिङ भनेको यस्तो थियो होइन हामीले चाहिँ थोरै यसो मछली यसो पारियो यत्रो छन् होइन अब यति चाहिँ भयो टक्कसँगले अब हामी चाहिँ फाइनली जाँदैछौँ अब हाम्रो यात्रा भनेको हाम्रो घरसम्म हुन्छ आजदेखि हिजो आएको आज हाम्रो यहाँको यात्रा सक्यो अब यत्रो आगो बालिएको थियो बेलुकाको गरिएन केटाहरू नुहाउने क्रममा छन् जारी छन् केटाहरू पुरा नुहाउँदैछ बारी सारी मिलाइसक्यो हाम्रो एउटा डन यता छ ए पिङ्की हाई भन हात दे अर्को हात दे हात यता दे अब हामी जान्छौँ हात मिलाइसक्यौँ अब फाइनली हामी त जानुपर्ने हुन्छ कति भइसक्यो 3 बजे अब रात पनि पर्छ अब धेरै 2-3 घन्टा माथि हिँड्नुपर्छ यो डाँडा माथि गरी यो डाँडा छ नि पछाडिको यो डाँडा माथि जानुपर्छ गरी यो डाँडा छ नि पछाडिको यो डाँडा माथि जानुपर्छ गाह्रो छ ल फाइनली हामी चाहिँ डाँडामा आइसक्यौँ यहाँ तल मुनिबाट आएको अझै हामी धेरै माथि जानुपर्ने छ यो चाहिँ सामुसेरो यो रोड बनाएको अहिले चाइनाको अहिले काबेलीदेखि काबेली राजमार्गै भन्छ त्यस्तो बाटो चाहिँ हेरौँ न खाएर